गाइज आज हामीहरू जाँदैछौँ बिपिकेएचएसमा सिनेप्सको लागि। हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ सबजना हाम्रो डिन म्याम रेक्टर प्रशासनबाट सबजना हुनुहुन्छ। एडमिन आदरणीय बिना म्याम निकै लागि पर्नु भएको छ, धेरै धन्यवाद बिना म्यामलाई सहयोग गर्नुभयो त्यसमा है। सरलाई पनि धेरै धन्यवाद। डिन म्यामको त म पुरै गर्दिनँ, उहाँ धेरै लागि हाम्रो बस रेडी भइसकेछ। अल द स्टुडेन्ट आर रेडी टु गो। सिनेप्समा जाँदैछौँ हामी यहाँ मदन भण्डारीबाट बिपिकेएचएस धरान। यहाँ हाम्रो भागीरथ सर। We are ready for roar. शाहरुख दाई। हेलो, we are very excited. विशाल दाई। प्रवीण दाई। हेलो भागीरथ सन्तोष। वो देख हेर्न सक्नुहुन्छ तपाईँहरू एकदम प्याक छ बस। बसको सिचुएसन एकदम नाजुक छ। यहाँ हाम्रो कृष्ण दाई। तिमी आऊ ल गर्नु हो फेरि। ल गाइज अब यहाँबाट सब खुलिन्छ। बिपिकेएचएसको मदन भण्डारीमा लगाइदिनु। ल के भन्न चाहनुहुन्छ? सिल्ड हाम्रै हुनेछ। आफ्नै हो एम्बियन्स आर अन द वे। युगेश के छ यार? अलिक कराऊ यार जोडले। ल यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू सबजना एकदम एक्साइटेड छन्। हामी आज जाँदैछौँ बिपिकेएचएसमा सिनेप्सको लागि। सबजना एकदम जोसमा हुनुहुन्छ। को ऱ्याप आउँदैछ अरे। ल सुन्नु। यो मेरो साथी हो, यो मेरो गीत मात्र होइन एउटा क्रान्ति हो। रगतले लतपट जमेर बोली जस्तो बोली चल्छ रटटट। गाउने यार। हाम्रो प्र्याक्टिस चल्दैछ यहाँ। भूपेन्द्रले सन्तोष दाइले जर्सी कुन थियो पहिला? जर्सी पहिला कुन हो? 30, 19 अनि 30 अनि 10। वाह सन्तोष दाइले कस्तो राइट एन्सर दिनुभयो कि। क्विजमा सन्तोष दाइ जित्नु भयो है। 78 अनि 86 र 2022 मा जितेको तीनटा। नाइटमेयरको वर्षको ए भनेर लाज माने। बायर्न म्युनिक भन्छ कि त्यसलाई। यहाँ तपाईँहरू भ्यू नि इन्जोय गर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ हामी भ्यू इन्जोय गर्दै। सफर एकदम लामो हुनेछ हाम्रो, त्यही भएर गीत सुन्दै भ्यू इन्जोय गर्दै रमाउँदै नाच्दै गइरहेका छौँ धरान। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू सब स्टुडेन्टहरू झाडीमा छिरेर मालुम न। पहिला म राम्रो आइरहेको छु नि, पहिला हेर्नु पर्यो नि। ए दामी मभन्दा फेरि कोही हेर्छ मलाई भने उसको आउँदैन यसो हेराउनु पर्यो। सो गाइज हेर्न सक्नुहुन्छ तपाईँहरू। We are here having some rest here.
यहाँ हामी नदी खोला पहाडको सुन्दरता इन्जोय गर्दै भ्यूहरू इन्जोय गर्दै आइपुगेछौँ। अब सिन्धुलीमा तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ सिन्धुली चिल्ड्रेन पार्क। अहिले यहाँ हामी आइपुग्यो सिन्धुली बस पार्क हेर्न सक्नुहुन्छ। यो चाहिँ सिन्धुली चिल्ड्रेन पार्क हो। यहाँ हामी सबजना सिन्धुली बजारमा झरिसकेछौँ। सिन्धुली आएको छौँ होइन हामी अब ल यहाँ यो सिन्धुली बजारको चौक हो। फाइनली इट्स अ ब्रेक टाइम। अहिले हामी खाजा खाँदैछौँ हेर्न सक्नुहुन्छ तपाईँहरू। समोसा पकौडा। यहाँ हाम्रो साथीहरू दिवान्सु र निराजन पनि खाँदैछन्। यहाँ मुन्ना भाइ, यहाँ हाम्रो कृष्णजी जाँदैछ चिल्ड्रेन पार्क घुम्न। यहाँ सिन्धुलीको हेर्न सक्नुहुन्छ। यो चाहिँ हो सिन्धुलीको चिल्ड्रेन पार्क। एन्ड यु क्यान सी एकदम राम्रो वातावरण छ यहाँ। एकदम शान्त, एकदम सुन्दर शान्त र ब्युटिफुल सिनरी हेर्न पाइरहेको छ यहाँबाट। हुन्छ हाम्रो कृष्ण साथीलाई चिल्ड्रेन पार्कमा आएर यसो गरेन भने चिल्ड्रेन पार्कको मजै आउँदैन के। अब पावेको पालो है। चिल्ड्रेन पार्कमा आएर यस्तो खेलिएन भने चिल्ड्रेन पार्कमा आएको मजा के भयो। त्यही भएर हामी पालोपाली स्लाइडिङ गरेर बसिरहेछौँ हेर्न सक्नुहुन्छ तपाईँहरू। यो निरञ्जन पावे थारू। बहुत खुशी हुई तुम्हारी ये बहादुरी देखकर, और तुम्हें भी खुशी होगी जानकर कि आज से तुम मेरे गिरफ्त में काम करो। ये मजदूर कहाँ था वहाँ पिघला कर आकार बदल देता है। ये ताकत खून पसीने से कमाई हुई रोटी की है। मुझे किसी के टुकड़ों पर पलने की जरूरत नहीं। कीड़े मकोड़ों की तरह गली में रहने से बेहतर है हमारे यहाँ रहो शेर की तरह। पिंजड़े में आकर शेर भी कुत्ता बन जाता है। कातिया तू चाहता है मैं तेरे यहाँ कुत्ता बन कर रहा हूँ। तू कहे तो भौंकू, तू कहे तो काटू। ऐसा ही समझो। तो क्या हमारे यहाँ काम करोगे तो नाम होगा तुम्हारा, इनाम मिलेंगे, रुपए पैसा मिलेगा, इज्जत होगी तुम्हारी और लोग डरेंगे तुमसे। लोगों को डरा कर वो जीता जिसकी हड्डी में पानी भरा होता है। काशीनाथ मर्द बनने का इतना ही शौक है तो कुत्तों का सहारा लेना छोड़ दे। कातिया अम्मी बियाल गुली अम्मी गट्टी गट्टिया मत मत गुली अम्मी गट्टी गट्टिया। ल स्टार्ट होइन हजुर अहिले नगर्नु। ल ल ल रेडी। पल्लो देख सकते हैं बंदे लोग चिकन नोच रहा है। तूने मेरे दिल को आग लगा दी, मैंने तुमको दिल दिया क्या हाल बना दी। गाइस अब हामी पुग्नेछौँ धरान अर्का सोमबार। हामी आइसकेछौँ धरान। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। हेयर रेट बिपीके आइएचएस सन्तोष राई र स्वागत नहीं करोगे हमारा? पानी लीजिए। हेलो
Yeah, Dharan, we are 8 years. पारा जीवनमा नलागेको आइडी कार्ड आज चाहिरहेको यहाँ धरानमा आएपछि कुछ बोलिए आप भी चिन्नुस् धरानले चिन्नुपर्ने जनता भयो 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 आउँदैछ लिएर अरू कुरा थाहा भएन त्यति चाहिँ मेरो नाममा हेलो फाइनली धरान आइपुग्यो बिपिके आइएचएसमा हामी आइपुगेछौँ बल्ल बल्ल दिनभरि ट्राभल गरेर एन्ड वी आर गोइङ फर रजिस्ट्रेसन हामी सबजना रजिस्ट्रेसन गराउनको लागि जाँदैछौँ सक्नुहुन्छ रजिस्ट्रेसन हुँदैछ Yes, we are doing registration here. कसको हो यहाँ registration चलिरहेछ प्लेयरहरूको all the players are doing registration here. यहाँ हेर्न सक्नुहुन्छ बिपिके आइएचएसमा वेलकम गरिँदैछ प्लेयरहरूलाई टिकट हल्लाएर अनि फाइनली गाइज यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ म पनि आइडी बनाइसकेको छु अनि आइडी बनाएर यहाँ टिकट लगाइयो बिपिके आइएचएस वेलकम डस गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले हामी बिपिके आइएचएसमा छौँ अनि हामीलाई हामी पार्टिसिपेट गर्न आएको छौँ सिन्याप्स 2026 मा अनि हामीलाई यहाँ गिफ्ट ह्याम्पर दिनुभएको छ यसमा चाहिँ के छ हेराउँछु म हजुरहरूलाई यसमा चाहिँ छ एउटा नोटबुक टाइप यहाँ एन्ड अनदर वी हेभ हियर आइडी कार्ड त्यो आइडी कार्ड झुन्ड्याउनलाई यो कभर प्लास्टिकको एउटा पेन पनि छ यो आइडी कार्ड हो अनि यो ब्याज छ जुन हामीलाई नेसेसरी हुन्छ लगाएर नै जानुपर्छ कुनै पनि इभेन्ट्समा पार्टिसिपेट गर्नलाई यो आइडी कार्ड र यो ब्याज र आइडी कार्ड एकदम इसेन्सियल मेटेरियल हो हाम्रो लागि यति पाएको छ हामी बिपिके आइएचएसमा आएपछि एन्ड दिस इज अल फर यहाँ हेर्न सक्नुहुन्छ तपाईँ बिपिके आइएचएसमा तयारी चल्दैछ भोलिको सिन्याप्स 2026 को लागि प्रिपेरिङ फर इट यहाँ तयारी जोरदार तयारी चल्दैछ हामी प्लेयरहरू पनि आएर यहाँ वेट गर्दैछौँ रजिस्टर भइसकेछ हाम्रो रजिस्ट्रेसन हुँदैछ अरू प्लेयरहरूको अरू अझैको रजिस्टर भइसकेछ गाइज हामी आइसकेछौँ बिपिके आइएचएसको प्राङ्गणमा सबभन्दा पहिला हामी पुगेछौँ मदन भण्डारीको टिम पुगेको छ यहाँ बिपिके आइएचएसमा एन्ड नाउ वी आर गोइङ टु ह्याभ अ मिल खाना खान जाँदैछौँ हामी यहाँ हामी सबजना खाना खान जाँदैछौँ अहिले यहाँ हामी क्याम्प साइड युनिक क्याफेमा आएका छौँ यहाँ हामी खाना खान्छौँ विल ह्याभ अ डिनर यहाँ वेट गर्दैछौँ खानाको लागि सबजना यहाँ बसिसक्नु भएको छ अब हामी खाना खाएर एकोमोडेसनको लागि जानेछौँ यहाँ हाम्रो अजय सर पनि यहाँ हुनुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ हामी छौँ यहाँ धरानमा एन्ड यहाँ हुन गइरहेछ सिन्याप्स जनवरी 30 देखि फेब्रुअरी 6 सम्म 2026 को एन्ड नाउ दिस इज अ बिपिके आइएचएस हामी इन्टर गर्दैछौँ बिपिके आइएचएसमा
यो चाहिँ हाम्रो PKIHS हो। गाइज अब हामी जाँदैछौँ स्टेको लागि। गाइज यहाँ पे आप लोग देख सकते हैं ये हमारा बेडरूम है। एकदम ये बेडरूम कम और भूत बंगला ज्यादा लग रहा है साला। रात के कहीं में सबके खिलावे लागल तब कहीं हो भाइ। गाइज यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ मुखसुख छापेर सोद्धा त यहाँ मरेको लास जस्तो हेरिरहेछ यार। यहाँ ठ्याक्कै त्यस्तै हेरिरहेछ। यो रुम यस्तो लागिरहेछ गाइज हरर मुभी जस्तो हुन्छ नि, हरर मुभीमा जस्तो बेडरुमहरू हुन्छ नि त्यस्तै लागिरहेछ यार। क्याप्टेनको मेहनत हेर्न सक्नुहुन्छ एउटा क्याप्टेनहरू। किपरको हो वशिष्ठ चाहिँ राति राति क्रिम लगाएर आछ राति भूतसँग भेट्नु छ भनेर। ताकि दुई चारवटा केटीहरू यसो हेरुन्, यतातिर पनि हेरुन्, यो भण्डारी अनि कृष्ण बाहेकलाई छोडेर यतातिर वशिष्ठलाई पनि हेरुन् भनेर हो कि अरू केही नि होइन। यो भण्डारी सबले उडाइसक्यो, पहिले उडाइसक्यो। यहाँ जर्सीको लागि वार्तालाप हुँदैछ। जर्सीको लागि हेर्न सक्नुहुन्छ तपाईँहरू। बनाएर भ्यायो भने चाहिँ उसले बनाएर पठाउने, बनाएर भ्यायो भने चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यो जर्सी डिस्ट्रिब्युसन चलिरहेछ। गाइजहरू यहाँ सुन्नमा आछ राति राति भूत घुम्छ यार यहाँ, अनि हामीले के हुन्छ यार। Thanks. Love you. Forever.